नमस्ते सुरेश दाई। नमस्ते। उहाँ चाहिँ यहाँको तपाईँहरू के यहाँको भन्छ कटवाल कटवाल भन्छ हजुर। ठाउँको। अनि यहाँ तपाईँहरूले त्यो जाडो महिनामा त सबै यहाँबाट तल जान्छ मान्छेहरू, अनि मुखिया र तपाईँहरू मात्रै हुन्छ है? मुखिया नि कोही जानुहुन्छ, कोही एकजना मुखिया चाहिँ बन्नुहुन्छ। अनि तपाईँहरूले त्यो कहाँ त्यो तलबाट त्यो एउटा के घाँस के लिएर आउँछ होइन के को? त्यो चाहिँ भनेको हामीले पर्मनमा हामीले अब खेतमा घोडा डिङ्गा छ भने लिएर आउने, छैन भने चिजो अमिलोको हाँगा चाहिँ एउटा चाहिँ भाँचो लिएर चिजो अमिलो लिएर ल मुखिया साहबमा हामी घुमेर आयो भने अब आयो भने अब मिटिङ सिटिङ पर्यो भने बस्ने, त्यो छैन भने घर घर बसिने हुन्छ। त्यो चाहिँ त्यो अमिलो चाहिँ एक ठाउँ मात्रै छ भने एउटै ठाउँमा छ, तल जानुपर्छ, सबभन्दा तल छ। त्यो चाहिँ तपाईँ घुमेर आएको भन्ने प्रमाण चाहिँ त्यो चिजी अमिलोको पात ल्याएर राखिदिनु भन्ने। खुसी लाग्यो। अनि अरू के भन्दै हुन्छ? अरू के हो नि, अब यो चाहिँ अब मिटिङ सिटिङ पर्यो भने अब बस्ने, अब केही कुराले गाउँको काम आयो भने गाउँको काममा जानु पर्यो, छैन भने आयो अनि मुखियाहरू भोलादिमीहरू सबै जोडेर ल यस्तो छलफल गर्नु पर्यो भने त्यस्तै कुराहरू उनीहरूले गर्नुहुन्छ। अनि अब अर्को साल फेरि यो साउन महिना 5 गते चाहिँ नयाँ मुखिया नयाँ भिजिनु पर्छन्। अनि उहाँहरू चाहिँ फेरि के सूचना छ भने अर्को साल फेरि पोसाङ जान्छन्। पोसाङमा गएर चाहिँ उनीहरू चाहिँ अब खानासाना खान्छन् अनि उनीहरूको हर हिसाब गर्छन्। उहाँबाट पोसाङबाट हरसिप आएपछि बल्ल उनीहरू गाउँमा आउँछन्, गाउँमा आएपछि उनीहरूको छलफल गर्छन्। त्यति हजुर अघि त्यो भन्नुभएको सूचना भन्नुभएको एकपल्ट फेरि भनिदिनुहोस् न। ओ भोलि हलमा छ पनि किन्ने भए बेलुकीको 4 बजे हलमा जाने रे। धन्यवाद।